म देख्ने गर्छु आमा कतै बजार जाँदा कतै परिवारबाट वा घरबाट कतै निस्किँदा अनि घरभन्दा बाहिर केही कुरा खाइएको छ केही कुरा किनिएको छ भने आफ्नो बच्चालाई पनि ल्याएको हुन्छ बच्चाको लागि पनि छुट्याएर घरमा ल्याएको हुन्छ र त्यो बच्चालाई दिएको बच्चालाई खुवाएको देख्छु म देखिएको छ तर त्यो आमाले आफ्नो लोग्नेको लागि ल्याएको भनेर चाहिँ लोग्नेको लागि छुट्याएको भनेको चाहिँ म देख्दैन क्या तर कुनै लोग्ने वा बुवा बाहिर जाँदा बच्चाको लागि मात्र छुट्याएर केही कुरा किनेको म देख्दिनँ बच्चा र श्रीमती दुवैको लागि किनेर ल्याएको छुट्याएको देख्छु आमाले बच्चाको लागि आँखाबाट आँसु बगाएको हुन्छ बुबाले बच्चा र श्रीमती दुवैको लागि आँखाबाट आँसु बगाएको हुन्छ।